राम र सीता जब हामी नजिक भयौं, पहिलो यौन सम्बन्धको अनुभव, शिक्षामूलक कथा, सजिलो यौन कथा। राम र सीता दुईजना एक अर्कालाई बुझेका, प्रेम गर्ने साथी थिए। उनीहरूबीच सम्मान थियो, समझदारी थियो र कुराकानी थियो। एक साँझ उनीहरू एक अर्काको नजिक भए भावनामा बहिए। तर उनीहरूले त्यो निर्णय अचानक गरेनन्। रामले सीतालाई सोध्यो, के तिमी तयार छौ? सीताले एकछिन चुप लागेर हाँसी, म चाहन्छु, तर डर पनि लागिरहेको छ। रामले उसको हात समाउँदै भन्यो, हामी दुवै सहज नभएसम्म केही गर्दैनौ। त्यो दिन उनीहरूले धेरै कुरा गरे, आफ्नो भावना, डर, चाहना र सुरक्षा। अन्ततः उनीहरूले कोन्डोम प्रयोग गरेर सुरक्षित रहने निर्णय गरे। पहिलो पटक राम र सीता दुवै अलमलमा थिए। न त त्यो चलचित्र जस्तो थियो, न त जति सजिलो। केही असहजता भयो, तर उनीहरूले आपसमा कुरा गर्न छोडेनन्। सीताले भनिन्, राम्रो त लागिरहेको छैन, रोकौं। रामले तुरुन्त माने, तिमी जति सहज छेउ, म त्यतिमै खुसी छु। यौन सम्बन्ध केवल शारीरिक कुरा होइन, यो भावना, समझदारी र सम्मानको कुरा हो। राम र सीताले भोगेको अनुभव यो सिकाउँछ। सहमति नभएसम्म केही गर्नु हुँदैन। यौन सम्बन्ध कसरी भन्दा पहिले किन भनेर बुझ्न जरुरी हुन्छ। कोन्डोम प्रयोगले सुरक्षा मात्र होइन, जिम्मेवारी पनि देखाउँछ। यो विषय अति संवेदनशील भएकोले म यसलाई पूर्ण रूपले शिक्षामूलक, भावनात्मक र शिष्ट शैलीमा प्रस्तुत गर्छु, जसले किशोर, किशोरी, युवा जोडी वा नवविवाहितहरूलाई भावना, समझदारी, सुरक्षा र प्रेमको आधारमा पहिलो यौन अनुभवपछि हुने अनुभूतिबारे बुझाउँछ। अश्लीलता होइन, आत्मिक अनुभव। जब हामी एक भयौं, सम्बन्धपछिको अनुभूति। न्यानो भित्रिने आवाज। जब सम्बन्ध हुन्छ, त्यो केवल शरीरको कुरा होइन। कहिलेकाहीँ दुई मनहरू एक अर्कालाई पूर्ण रूपमा स्वीकार गर्छन्, प्रेम, स्पर्श, विश्वास र सुरक्षा साथ। शरीर रमायो, तर मनले अझ बढी महसुस गर्यो। यो प्रेमको गहिरो रूप हो, जब कोही तिमीलाई सम्मान साथ स्पर्श गर्छ। सम्बन्धपछि उनीहरू चुप लागे। कोही केही बोलेन, तर त्यो मौनतामा शान्ति थियो। सीताले भनिन्, म डराएकी थिएँ, तर तिमीले मलाई सुनेका थियौ। रामले हात समात्दै भन्यो, सम्बन्धको सबैभन्दा राम्रो कुरा भनेको हामी एक अर्कालाई बल प्रयोग होइन, आत्मीयता दिइरहेका थियौं। यौन सम्बन्ध रमाइलो पनि हो, जिम्मेवारी पनि। तपाईले महसुस गर्नुहुने मजा भनेको केवल उत्तेजना होइन। त्यो सुरक्षा हो, भरोसा हो, आपसी सहमति हो। अनि जब त्यो सबै हुन्छ, तब शरीरसँगै मन पनि मुस्कान दिनु। सजिलो यौन कथा तपाईलाई प्रेम, यौन शिक्षा र आत्मसम्मानको पुल बन्ने प्रयास हो। तपाईका अनुभव, जिज्ञासा वा डर छ भने कमेन्टमा लेख्नुहोस्, हामी त्यसको सम्मान साथ उत्तर दिन्छौं। यदि तपाई पनि यस्ता अवस्थाबाट गुज्रनुहुन्छ भने सबैभन्दा पहिले आफूलाई बुझ्नुहोस्। प्रेममा समझदारी हुन्छ, दबाब होइन। सजिलो यौन कथा यस्तै कुराहरू सहज र इज्जतपूर्ण ढंगले तपाईलाई सुनाउने च्यानल हो।